चाहिँ रेडी भइसक्यो। हाम्रो चाहिँ यहाँ फोटो सेसन हुँदैछ। फोटोसुट उल्टो घुमाइ भयो सक्यो। हामीले चाहिँ फोटो हामी चाहिँ अहिले फोटोसोटो खिचेर डुल्दैछौँ। अनि हाम्रो चाहिँ यहाँनिर नि त धेरै फरेनरहरूले हामीसँग फोटो पनि खिच्नुभयो किनकि हामी प्रिटी देखेर कसैले देख्नुभयो भने मेन्सन गरिदिनु होला हामीलाई। मेरो कपालै तेरो नाम जस्तै भइसकेको छ। सायद हामी भोलि पोखरा जाने प्लान हुँदैछ। लेट्स सी के हुन्छ भनेर, किनकि आजै घुमिहाल्यौँ। भोलि बिहान हामी यहाँ हाइकिङ जान्छौँ होला, सर्ट हाइकिङ हो भ्यू टावरसम्म। अनि भोलि सायद हामी पोखरा जान्छौँ न्यु इयर इभ मनाउनको लागि। सो अब चाहिँ हामी डिनर गर्न आँटेको। फोटो खिच्दा खिच्दै भोक लाग्यो। यस प्रिटी रहेछ, यहीँ जाउँ न। ओके हामी चाहिँ यहाँ यो होटलमा बस्न आँटेको। भोक लाग्यो, अब खाने राम्रो आएको हाम्रो राम्रो आएको कचोरी मैले 10 रुपियाँ कपाल चलाइसक्यो होला। मलाई थाहा छैन के गर्ने भनेर। हामी खाना खाएर अब चाहिँ हिँड्दैछौँ यहाँनिर। हामी फिक्स भइसक्यो हामी भोलि पोखरा जाने भनेर। भोलि हामी यहाँ सानो हाइकिङ जान्छौँ होला बिहान, अनि त्यहाँदेखि हाम्रो पोखराको ट्रिप छ।